सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ भन्न चाहन्छु होइन। सो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै आरामै छु। सो आजको दिनको सुरुवात चाहिँ हाम्रो यो भन्साको जङ्गलदेखि भइरहेछ। आजको ब्लग चाहिँ म यहाँदेखि स्टार्ट गरिरहेको छु। सो त्यही हो, अब यहाँदेखि चाहिँ अब लाग्नु छ दोकानतिर होइन। सो यो भाइले मेरो साइकल चाहिँ अलि रेस्ट गर्छु भनेर यहाँ रोकिएको थिएँ। सो रेस्ट भइहाल्यो, अगाडि बाइक आउँदैछ, यसलाई जान्दिउँ, त्यसपछि क्रस हान्नुपर्छ होइन। र यहाँदेखि चाहिँ हाम्रो भन्सा नजिकै छ। सो जङ्गलमा भर्खर एन्ट्री मारिसक्यो भन्नुपर्छ होइन। दिनको सुरुवात चाहिँ एकदमै राम्रो तरिकाले भयो जस्तो छ होइन। सो त्यही हो, आज चाहिँ म आफ्नो साइकल बनाउन जान्छु होला झलारी। सो यसको अस्तिदेखि नै मेरो अगाडिको ब्रेक कुवा कराइरहेको छैन भन्दा ब्रेक कम लागिरहेछ। सो यसको डिस्क प्याड सकिसकेको छ र पछाडिको पनि ब्रेक अलि कम लाग्छ होइन। र आज भोलि चाहिँ मौसम चेन्ज भइसकेको छ होइन। सो देख्न सक्नुहुन्छ तल चाहिँ पुरै पातै पात, एकदम यसको भ्यू चाहिँ एकदमै राम्रो आउँदो रहेछ कि जतिखेर यो पात झर्छ नि त्यति बेला। सो हेर्न सक्नुहुन्छ क्या मस्त के ओरेन्ज कलरको, यहाँ त छैन, यतातिर देखिरहेको छ होइन यो पात झरेको। सो त्यही हो, अब यो पात झरेर पनि नयाँ आउने तयारीमा छ होइन। रुखदेखि यो साल अनि त्यो अर्को रुखको पनि। सो मौसम यस्तै चलिरहेको छ, हामी पनि त्यसकै हिसाबले हामी पनि आफ्नो जीवनमा अगाडि बढ्दै जानुपर्छ होइन। जस्ट एकचोटि झरेपछि फेरि पलाउने समय आउँछ भनेर हाम्रो यो रुखले हामीलाई सिख दिन्छ भन्नुपर्छ होइन। सो त्यही हो, एकचोटि काहीँ फेल भयो भन्दैमा हामी हार मान्नु हुँदैन, फेरि उठ्नुपर्छ। सो त्यही हो, अब यहाँदेखि चाहिँ लागौँ। सो पछाडिदेखि चाहिँ अटो आइरहेको छ होइन। सो त्यही हो, अब यहाँको मौसम चाहिँ एकदमै खतरा भइरहेछ। सो यो भाइले अटो हाम्रो यो पुर्तु बेलौरी जाने रोडमा चाहिँ विशेष अटो चलिरहेको हुन्छ। पहिला त बस चल्थ्यो होइन। सो आजभोलि बस चल्दैन। त्यही हो, डुब अड्किरहेको रहेछ त्यो अङ्कलको, अहिले कहाँ चक्कामा अड्किन्छ, फेरि एक्सिडेन्ट होला, फेरि एक्सिडेन्ट। सो त्यही हो, अब यहाँदेखि चाहिँ लागौँ। सो एकैचोटि म तपाईँलाई आफ्नो कल्लपुरतिर भेट्छु होला है त। सो गाइस, म चाहिँ अहिले आफ्नो ग्यारेजमा पुगिसकेँ होइन। सो त्यही हो, साइकललाई चाहिँ यहाँ लगाइदिएँ। सो म ड्रेस खोलेर भित्र राखिदिएँ होइन, कोठाको भित्र। सो यो भाइले अटोहरू होइन। त्यही हो, अब यहाँ चाहिँ अब लास्ट काम मेरो के छ भन्दाखेरि, सो यो भाइले ड्रागनको लोगो होइन, यसलाई म हिजो नै प्रिन्ट गरेर ल्याइसकेको थिएँ, फोटोकपी गराएर आफ्नो मोबाइलदेखि वाट्सएपमा पठाएर, त्यो प्रिन्टरवाला दाइको उसको वाट्सएपमा पठाएर। सो यसलाई फोटोकपी गरेर ल्याइसकेको छु मैले होइन। सो त्यही हो, अब यसलाई चाहिँ यसमा माथिदेखि यसलाई छाप्ने अनि यहाँ ड्रागनको लोगो बनाएर काट्ने। A few moments later. सो गाइस, म चाहिँ अहिले होइन दैजी जाँदैछु सामान लिनको लागि ग्यारेजको। त्यही हो, अहिले चाहिँ यो भाइ भेटिएको थियो, हाम्रो मेदुवाको छोरा, मेरो भाइ। हो यार, भ्लग स्टार्ट गर्ने बित्तिकै यहाँ त पुरा गाडी आउने रहेछ। सो त्यही हो, अब यहाँदेखि चाहिँ अब लाग्नु पर्ने हुन्छ। तिमी पनि आउने? तिम्रो पछि आइरहेको थियो, हेर न। 17 गतेदेखि 25 गतेसम्म भित्र कहिले पनि हुन्छ। ठिक छ, टाइम मिलेपछि आउला, टाइम मिल्यो भने आउला, नत्र कसरी गर्ने। सानी हेलो, मस्त छ त यो त। लग्नु न भाइ, लग्ने तिमीलाई जाऊ न तिम्रो घरमा। ए तिम्रो घरमा नि एउटा छ नि, अहिले कहाँ जानु लाग्छ? कति प्यारो छ यार तर।
तिम्रो पछि पछि जाँदैछ यो त अहिले म चाहिँ हाम्रो ठुलोपाटा राष्ट्रिय निकुञ्जमा पुगिसकेको छैन त्यही हो अब यहाँको भ्यू त एकदमै मस्त छ भन्नुपर्छ माथि चाहिँ के झुन्डाएको रहेछ यार यो बाँदरहरूको लागि हो रहेछ सायद यो हेर्न सक्नुहुन्छ मेरो विचारमा त यो मङ्कीहरूको लागि हो जस्तो छ सिडी जस्तो बनाएको छ राष्ट्रिय निकुञ्ज अहिलेको टाइम चाहिँ ठ्याक्क हाम्रो लगभग 1:27 गइसकेको छ त्यही लिएर आइसकेको छु होइन यो भाइले पेटीको मोबिल अनि दुईटा ब्रेक सु पछाडि छ खोलामा त्यही हो आज यो मौसम चाहिँ एकदमै गर्मी भइरहेको छैन अहिले किनभने घामको सिजन आइसकेको छ त्यहाँ भिडियो बनाउन जस्तो अवस्था भएन त्यही हो यहाँदेखि चाहिँ यो पेटीको मोबिल चाहिँ बोक्न अलिक गाह्रो भइरहेछ किनभने यहाँ ट्याङ्कीमा राखेर बोक्नु परिरहेछ नि त यो पेटीलाई कसरी राख्ने बडा गाह्रो छ यो पेटी बोक्न है बाइकको चाबी कहाँ राखेँ मैले पकेटमा रहेछ पकेटमा ज्याकेटमा पकेट त्यही हो अब यहाँदेखि चाहिँ लागौँ त्यही अब बाइकलाई स्टार्ट गरौँ अनि सिधा झलारी बजारमा तपाईँहरूलाई भेट्छु है त गाइज ओहो सरकार अब हो बाजे ठिक बा सो गाइज म चाहिँ ब्रेक प्याड लिएर पनि आइसकेँ होइन अब यसलाई अब फिट गर्नुपर्ने छ सो यो ब्रेक प्याडलाई यो पुरानो ब्रेक प्याड निकालेर भित्र त ठिकै देखिरहेछ तर ब्रेक अलि कम लाग्छ सो त्यही हो अब यसलाई खोलेर अब नयाँ यो डिस्क प्याड हाल्नुपर्ने छ अब यसलाई हालौँ त्यसपछि तपाईँलाई देखाउँछु है त सो गाइज अहिले चाहिँ भइसकेको छ 6:49 गइसकेको छ होइन साँझ भइसक्यो भन्नुपर्छ अब राति हुनै लाग्यो सो यो बाटोमा हिँडौँ धुलो नउर्योस् यस्तो हुन्छ यस्तो हुनै सक्दैन सो म चाहिँ अब घरतिर लागिरहेको छु होइन सो कामसाम गरियो आज पनि दिनभरि त अब घरतिर लाग्नु पर्यो र यो धुलो पनि खानै पर्यो भन्नुपर्छ